अनिवार्य 4 दिन काममा श्रममा लगाउने भन्दै हुनुहुन्छ अब अनिवार्य 4 दिन श्रममा लाउनु 3 दिन मात्र स्कुल लाग्ने 4 दिन श्रम गर्ने भन्नुभएको छ म त ताली बजाउँछु किन भन्नु न हामी पढ्छौं हो कि हैन हामी थ्योरी मात्र पढिरा हुन्छौं क्लास जान्छौं प्र्याक्टिकल पनि गर्छौं तर त्यो प्र्याक्टिकलले चाहिँ मेन प्र्याक्टिकल चाहिँ के हो भन्ने कुरा चाहिँ गरिराको हुँदैनौं क्या हामी कलेज पढ्छौं स्कुल पढ्छौं ब्याचलर पढ्छौं डिग्री पढ्छौं हामी ठुलठुलो विद्वानहरुको किताब पढ्छौं है अनि हामी प्र्याक्टिकल पनि गर्छौं ल हाम्रो मास्टर्स लेभलमा हाम्रो 48 घण्टा हामीले थ्योरी पढ्नुपर्छ भने बाँकी 4-5 घण्टा हामीले प्र्याक्टिकलको कामहरु असाइनमेन्ट गरेर बुझाउनु पर्छ एजुकेसन पढ्ने मान्छेले पछि गएर पढाउने हो कि हैन हो उहाँले प्र्याक्टिकल गर्नुहुन्छ कति दिन तपाईलाई थाहा छ कति महिना गर्नुहुन्छ दिन गर्नुहुन्छ हो ब्याचलर गरेपछि फाइनलमा केही दिन हुन्छ केही दिन मात्र हुन्छ नि त हो प्र्याक्टिकली रूपमा चाहिँ उहाँहरूले अब पढ्नु भयो थ्योरी पढ्नु भयो अनि प्र्याक्टिकली रूपमा उहाँहरूले नभएको पनि 3 महिना जस्तो मात्र उहाँहरूले के रे टिचिङ गर्नुहुन्छ हो कि हैन हो अनि उहाँहरूले अब हाम्रो हर्क साम्पाङ ज्यूले चाहिँ भन्नुभएको पढ्ने पनि अनि हामी काम पनि गर्ने थ्योरीको कुरालाई चाहिँ हामीले प्र्याक्टिकली रूपमा अगाडि बढाउने हो क्या त्यो हो कि हैन अब कतिपयले त यो 3 दिन स्कुल लगाउने 4 दिन श्रम गर्ने अथवा भनौं काम गर्ने कुरालाई विरोध गरिराख्नु भएको छ हैन त्यो यस्तो क्या विरोध पनि गर्न पाइन्छ तर कति पर्सेन्ट विरोध आयो समर्थन पनि गर्न पाइन्छ तर कति पर्सेन्ट चाहिँ समर्थन हुन्छ समर्थन गर्दै हुनुहुन्छ श्रमदाताहरूले भन्नेमा पनि आउँछ नि त यस्तो क्या जुनसुकै कुराको नेगेटिभ र पोजिटिभ हुन्छ नेगेटिभ भएन भने पोजिटिभ पनि सक्सेस हुँदैन नेगेटिभ सँगै पोजिटिभ पनि हुन्छ क्या जस्तै बत्ती बाल्दा पनि त माइनस प्लस नभइकन कहाँ बत्ती बल्छ त बल्दैन नि त्यही भएर यस्तो कुराहरुमा समर्थन पनि जनाउनु पाइयो विरोध गर्न पनि पाइयो आफूलाई मन लागेको कुरा पछि समय आएपछि हैन के भन्न चाहनुहुन्छ उहाँहरुलाई चाहिँ कसरी बुझाउनुहुन्छ उहाँहरुले बिस्तारै बुझ्नुहुन्छ के समय लाग्छ के अब रिसर्च गर्नु पर्यो त्यो बुझ्नको लागि बिस्तारै बुझ्नुपर्छ भन्दाखेरि नै अहिले यतिका वर्ष आइसक्यो हेर्नुस् है हो म पनि हिजो यही नेपालले सहयोग गरेको विभिन्न देशहरु हेर्दाखेरि उनीहरु कहाँ पुगिसके आज नेपाल झन् तल गरिबीको रेखामा परिराखेको अवस्था त बुझ्ने चाहिँ कहिले अब भन्नुबित्तिकै कुनै पनि हुँदैन त्यो पनि प्रक्रिया हुन्छ अब हामीले खोज्नुबित्तिकै पनि पाइहाल्ने चाहिँ हैन कुनै पनि कुराहरु राष्ट्रमा कुनै पनि कुराहरु नयाँ ल्याउनु पर्यो भने परिवर्तनको लागि युद्ध हुने नै हो कि त बिग्रिन्छ कि त भत्किन्छ त्यसपछि त नयाँ हो बिस्तारै हुन्छ